हेलो साथीहरू, के कस्तो तयारी भइरहेको छ तपाईहरुको यो कामरेज अफ स्किल टेस्ट केयर गिभरमा अथवा बाहिर जानको लागि अहिले चाहिँ यो कामरेज अफ स्किल टेस्टको एक्जाम पास गर्नुहुने छ। स्पेशली B1 स्पिकिङमा चाहिँ B1 ल्याउनु पर्ने भएकोले धेरै विद्यार्थीहरू अस्ति फेल हुनुभएको छ। तपाईहरुले धेरै प्र्याक्टिस गरिरहनु भएको होला भन्ने मैले पूर्ण विश्वास गरेको छु। आज चाहिँ म यो एप मार्फत स्पिकिङमा के कस्ता क्वेशनहरु आउँछन्, टाइम चाहिँ कसरी म्यानेज गर्ने, अनि क्वेशन चाहिँ कसरी पढ्ने, क्वेशनको एन्सर कसरी दिने भन्ने विषयमा एउटा भिडियो बनाउँदै छु। आज म स्पिकिङको गर्छु। यदि तपाईहरुलाई यो मन पर्यो भने रिडिङ, लिसनिङ, राइटिङ चारवटै पार्टको म भिडियोहरु बनाउने छु। मेरो भिडियोलाई चाहिँ मन पराउनु भयो भने एसटी मोटिभेसन टिभीलाई चाहिँ सब्स्क्राइब गरेर धेरैभन्दा धेरै लाइक, कमेन्ट, शेयर गरिदिनु होला र अरु पार्टहरु भोलि लिएर आउने छु। आज चाहिँ स्पिकिङ पार्टमा म जाँदै छु। स्पिकिङमा अब के कस्ता सोध्छ हेरौँ है त। स्पिकिङमा चाहिँ पार्ट 1, पार्ट 2, पार्ट 3, पार्ट 4, पार्ट 5 गरेर 5 वटा छ। 1 देखि 4 वटा सम्म 5-5 मिनेटमा बोल्नु पर्ने छ। त्यो सकाउनु पर्ने छ भने स्पिकिङ पार्ट 5 मा चाहिँ 1 मिनेट मिनिमम बोल्नु पर्ने हुन्छ है। ल पार्ट 1 मा जाउँ है त के सोध्छ हेरौँ है। मैले यो इंग्लिशमा मेरो पनि त्यति राम्रो छैन, मैले जस्ट ट्राई गरेको छु। तपाईहरुले चाहिँ आफ्नो तयारी गर्नु भएको होला। मैले चाहिँ यो तपाईहरुलाई देखाउनलाई मात्र यसको नियमहरु, सिस्टमहरु के कस्तो छ भनेर देखाउनलाई मात्र मैले यो भिडियो बनाउँदै छु है त। यहाँ भनेको छ you will hear for question, listen and answer each question. For each question you will have 10 seconds to speak. यहाँ चाहिँ 4 वटा क्वेशन हुन्छ, सुनेर उत्तर दिनुपर्ने हुनेछ र 10 सेकेन्डमा त्यो चाहिँ कम्प्लिट गर्नुपर्ने हुनेछ भनेको छ है। अब के सोध्छ म क्लिक गर्छु है त। स्टार्ट भयो अब। ल अब सुनौ है के भन्छ। What's your name? What's your name भनेर सोध्यो मलाई। यहाँ चाहिँ 5 सेकेन्ड चाहिँ सोध्ने समय दिँदो रहेछ। Hello, my name is Sunil Prasadita, but most people call me Sunil. I like my name because it is very simple and easy to remember. Thank you. 10 सेकेन्डमा कम्प्लिट भयो। यो चाहिँ यसरी भन्नु भन्नु रहेछ। सेकेन्ड क्वेशन, How old are you? How old are you भनेर सोधेको छ। मैले बन्द गर्छु। Hello, I am 26 years old. My birthday is December 27, 1999. I am going to be 27 years coming December. Thank you. Where are you from? I am from Nepal, a beautiful country in South Asia. It is located between India and China. It is famous for highest Mount Everest in the world. Thank you. Do you study or do you work? Currently I study, but part-time I have job in Kathmandu. So I like reading, study. मेरो अलि मिस्टेक भएको छ एन्सर, तर रिट्राई पनि गर्न मिल्छ, तर मैले भिडियोको लागि मात्र बनाएकोले तपाईहरुले आफ्नो तयारी गर्नु होला। पार्ट 1 कम्प्लिट भएको छ। पार्ट 2 मा पनि 20 सेकेन्ड बोल्नु पर्ने रहेछ। पार्ट 2 मा चाहिँ अलि लामो सोध्छ होला त्यसमा। क्वेशन त्यस्तै भयो भने हामीले 1-2 शब्द 10 सेकेन्डको भन्दा 20 सेकेन्ड ठ्याक्कै डबल छ नि त। त्यो भएकाले चाहिँ 1-2 वटा वर्ड अलि बढी बोल्नु पर्ने हुन्छ हामीले यसमा। 1-2 वटा शब्द बढी नै बोल्नु पर्ने हुन्छ। What is your dream job भनेको? My dream job is becoming pilot because I like pilot and I like to travel abroad, and I especially in the sky in planes, which I really like. मेरो इंग्लिश पनि त्यति राम्रो छैन। अब म यही भने, तपाईहरुले चाहिँ अब आफ्नो कसरी भन्ने, यो चाहिँ क्वेशन मोडल भयो, यस्तो आउँछ भनेर तपाईहरुले चाहिँ आफ्नो एन्सरहरु सिक्नु। What's your favorite thing to do on weekends? तपाईको चाहिँ अब वीकमा चाहिँ के काम गर्न चाहनुहुन्छ? On the weekend I want to do so many things, but include especially I like traveling, hiking, and play sport, and especially I
do swimming with my friend together. I really like that. मैले सबमिट गरिदिएँ. Where would you like to live in the future? कहाँले चाहिँ बस्न चाहनुहुन्छ फ्युचरमा भनेको चाहिँ I would like to live in a future when I can find a good job opportunity and in look a very peaceful place and safety place, and when I connect with my family. I want to live in a future. Thank you. अब अर्को सुनौँ के भन्छ. How will you use English at work in the future? तपाईँले चाहिँ फ्युचरमा कसरी इङ्ग्लिस बोल्नुहुन्छ प्रयोग गर्नुहुन्छ भनेको छ. I will use English in a future where I work. I talk with the colleagues and supervisor, and if, where I study, I talk with my friends and international teachers. So I use English in the future. Thank you. सबमिट गरिदिएको छु. अब पार्ट 3 मा जाउँ. पार्ट 3 मा चाहिँ you will see 4 sentence, read each sentence out loud. चाहिँ यहाँ चाहिँ 4 वटा सेन्टेन्सहरु दिन्छ. त्यो 4 वटा सेन्टेन्स दिने रहेछ. 4 वटा सेन्टेन्स चाहिँ एकदम लाउड भोइसमा मैले पढ्नु पर्ने रहेछ. त्यो चाहिँ 10 सेकेन्डको रहेछ. सुरु गरौँ. यहाँ भनेको छ I will begin my presentation with a short video. यो त इनफ हुने रहेछ. 10 सेकेन्ड छोटो रहेछ सेन्टेन्स. I am going to be a little late getting into the office. मैले सबमिट गरिदिएँ. The water machine is just around the corner on the left. सुरु गरौँ. Thank you for attending my presentation. ए भएको छैन सुरु भयो. Thank you for attending my presentation yesterday. मैले सबमिट गरेँ. तपाईँले यसरी पढ्नु होला लाउडली. यो पनि त्यही हो. यहाँ चाहिँ 20 सेकेन्ड रहेछ फेरि. I will be out of the office until about 3:30 this afternoon. 10 सेकेन्ड रहेछ यो पनि. म यो काटेर सुरु गर्छु झ्याप झ्याप. It is 22nd of May, a good day for you at around 3 p.m. इनफ टाइम हुन चाहिँ 10 सेकेन्ड चाहिँ. यसमा चाहिँ रिडिङमा चाहिँ आतेन हुन्न है. बिस्तारै रिड गरिदियो. म यो काटेर पढिरहेको छु. I am sorry but that's too expensive. How much does the other one of cost? I'm not available. ओके अब हामी चाहिँ पार्ट 5 मा आएका छौँ. यो चाहिँ अलिकति गाह्रो भन्छन् पढाइले. यो अलिक गाह्रो पनि छ किनभने 40 मिनेट चाहिँ प्रिपरेसन टाइम छ अनि 1 मिनेट मिनिमम बोल्नु पर्ने हुन्छ. भोइस मेसेज छोड्नु पर्ने हुन्छ. ल जाऊ है के सोध्छ. You need to leave a voicemail for a patient about a change to the time of an appointment भनेर छ. Say who you are and why are you calling. Explain what the change is. Explain why change भनेको छ. अब चाहिँ 40 मिनेट तयारी गरेर बनाऊ है त. ल सुरु गर्छु है म अब. Hello, my name is Sunil Prasad Detal from Unity Clinic Center, Bhaktapur City, Banai, Purnam Art, Sipadul. Dear patient, I call you because I will like to inform you your appointment date time has been changed. Your appointment date is 10 a.m. Sunday, but now it's 2 p.m. afternoon time Sunday. It is necessary because a doctor is not available in morning 10 a.m. So dear patient, please come on time 2 p.m. afternoon time. If any question, call back us and you more detail, please go our website. Thank you for your kind and thank you for your time. यति नै भने मैले ठ्याक्क अब यो
धेरै माथि गइसकेको छ मैले अफ गरिदिएँ